नमस्कार प्रिय दर्शकबिन हजुरहरु सबैलाई स्वागत तथा अभिवादन टक्राउँदै आजको नयाँ कार्यसूची जुन चाहिँ छ भागवतको अन्तिम दिन हो। अन्तिम दिनमा जुन चाहिँ हाम्रो नेपाली सम्प्रदायमा गरिन्छ जनै लगाइन्छ। वर्तमान जुन चाहिँ भनिन्छ हो त वर्तमान अहिले चल्दै छ। यहाँ दुईजना यहाँ दाजुभाइको वर्तमान चल्दै छ। रिजाल परिवारका महेश र अविनाशको यहाँ वर्तमान चल्दै छ र उहाँहरुको वर्तमानको यहाँ हामीहरु अहिले एकदम स्पष्ट रूपमा हजुरहरुलाई लाइभ देखाउँदै छौं र हजुरहरुलाई कस्तो के लाग्यो भिडियोलाई लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला र गोर्खा लाइभलाई असम गोर्खा लाइभलाई माया दिनु होला, सब्स्क्राइब गरिदिनु होला, शेयर गरिदिनु होला, फलो गरिदिनु होला र देखिराख्नु भएको छ अहिले वर्तमान चलिरहेको छ र अविनाश र महेशको वर्तमान चलिरहेको छ र गाउँमा जति पनि युवकहरु हुनुहुन्छ यसरी नै भागवतको अन्तिम दिनमा यहाँ वर्तमानमा गर्ने प्रचलन छ र हामीहरुको गोर्खाली जुन चाहिँ जातिमा यो वर्तमानमा भनेको बहुत ठुलो एउटा बिहा जतिकै हो। गर्ने अगाडि वर्तमानमा लगाइने गरिन्छ र वर्तमानमा भएन भने केही पनि काम हुँदैन, अधुरो रहन्छ र वर्तमानमा गरे पछाडी आफ्नो विवाहको प्रस्तुति गर्न सकिन्छ र यसलाई आसामिजमा लगुनदियोनी भन्छ र आसामिज भाषामा लगुनदियोनी भन्छ र यो लगुनदियोनी हो। प्रत्यक्ष रूपमा हजुरहरुलाई देखाइरहेको छौं के प्रकारले यहाँ हामीहरु अहिले वर्तमानको जुन चाहिँ भिजुअल दृश्य हजुरहरु समक्ष देखाइरहेको छौं र हजुरहरुलाई भिडियो कस्तो लाग्यो, भिडियो राम्रो लाग्यो भने हजुरले लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला र फेसबुकमा फलो गरिदिनु होला। धन्यवाद। जय असम, जय गोर्खा।